उठाइदिने हो क्या एभ्रिवान के छ सबैजना सन्चै हुनुहुन्छ सो म पनि एकदमै सन्चै छु है सो अहिले चाहिँ म बिहान बिहान लगभग 7 बजी लागेको छ हुन्छ म चाहिँ बिहान बिहान रनिङ गर्न निस्किन्छु नि त सो रनिङ गर्न निस्केको बेला चाहिँ मस्तो लागिरहेको थियो फेरि बिचतिर बिहान बिहान बिचतिर चाहिँ यस्तो मोबाइल भाइबहरू चलिरहेको हुन्छ क्या मस्तो मान्छु म चाहिँ होइन अब बिचतिर आयो अब बिचतिरबाट सर यहीँबाट अब यहाँबाट जाने हो र यहाँबाट गएर चाहिँ अब नास्ता खाने हो सो नास्ता के छ त्यो चाहिँ थाहा छैन अब चाहिँ काममा चाहिँ 2 बजीदेखि आउँछु म अहिले चाहिँ नास्ता खायो अब गएर बस्यो रेस्ट गर्यो है फेरि गएर एकछिन आफूलाई के गर्नु मन छ कामसामहरू गरेर फेरि सकेर त्यसपछि अनि लाग्यो रुमतिर मेरो लाइफमा त त्यही चलिरहेको छ गाइज यार कसम यार म रुल रहेछ नि यार यसो उठाइदिने हो क्या रुख रहेछ नि कसैले देखाएको छैन देख्ने हो भने त फेरि मारेर नि गाइज फेरि आयो देख्ने सकिने गाई जाएर म त अहिले फेरि कसैले देख्यो भने गाली गर्ला सानो सानो नरिवल सानो कुहिया छ यार नरिवल पनि बाटो चाहिँ ठ्याक्क गोरेर छ कस्तो पसिना आयो मेरो गाइस हेर्नु त अब के हो नि त अलिअलि त पसिना निकाल्नु पऱ्यो होइन हेर्नु न कस्तो मजाको बाटो छ कि यहाँबाट अनि यताबाट चाहिँ स्वाट यता जाने हो अनि यता यो चाहिँ बिच आउने बाटो टु द बिच सो यताबाट चाहिँ सर्लक्क पारेर बिच जान सकिन्छ होटलहरू यस्तो बबाल देखिरहेको छ होइन यता चाहिँ गाडी पार्किङ छ सो म कस्तो देखाएको छु देखिँदैन यार सो गाइस अब चाहिँ म यहाँबाट चाहिँ हिँडिरहेको छु हाम्रो कत्रो नरिवलको रुख छ यार यहाँबाट त म त सक्दैन होला 1000 रुपियाँ दिन्छु रुख चर भने पनि म त हार खाल्छु होला कत्रो छ नि हेर्नु न सामा के सक्छ अब कसैले तपाईँ सक्नुहुन्छ भने भन्नु त म तपाईँलाई फेरि ट्याक्क 1000 रुपियाँ दिन्छु मलाई एउटा नरिवल टिपेर ल्याइदिनु লাগে मस्त बाटो सो ओके गाइज अब चाहिँ म नास्ता खाँदै भेट्ने छु है त सो गाइज अहिले चाहिँ मैले नास्ता खाँदैछु है यही हो अहिले चाहिँ मलाई त्यही ठिक लाग्दैन मन पर्दैन यो नास्ता चाहिँ मलाई तर के गर्नु सुरु गरेँ सो गाइज मैले चाहिँ अब नास्ता खाएर आइसकेँ है अहिले चाहिँ घाम भइरहेको छ क्या नास्ता खाइसकेँ सो अब चाहिँ म यताबाट जान्छु यताबाट पनि बाटो छ तर म यताबाट जान्छु किनभने मलाई छिटो हुन्छ नि त यताबाट गयो भने अलिक छिटो पुग्छु कि मलाई अहिले लामो हान्नु छैन भर्खर खाना खाएँ आएँ अरू अलि गाह्रो भएर आउँछ नि त हिँड्नु पनि अनि त्यसपछि चाहिँ म अहिले लामो होइन लामो भन्दाखेरि पनि छोटो हान्छु आइज क्या कहाँ यस्तो पिटियाको हुन्छ नि त्यो गरी यस्तरी भाग्छन् डिक भाग्छन् तर यति भुक्छन् भनेपछि नि क्या कुरा गर्ने हो र यार सायद त्यो भुग्या देखेर भुगिन डराउने हो मान्छे भने त आमा त यिनीहरूले खाइदिन्छन् यति धेरै के बब्बाल के यिनीहरूले के गर्ने आफ्नो बाटो हिँडेको छ आफ्नो कस्तो भुग्नु होला भने क्या झन् समुद्र साइडतिर जानुपर्छ त गाई छैन समुद्र साइडतिर जानुपर्छ त जानु पुरा लाग्या हुन्छन् क्या पुरा स्याल रुया भन्दा पनि बढी हुन्छन् यिनको कुरोहरू घरहरू मस्तले आनन्द गुवा मान्छेलाई मस्त हुन्छ कि है हामीलाई पो मस्तले हेर्नु यस्तो खेतहरू यस्तो बाँझो राखिदिएको छन् खेतहरू यस्तो मस्तले बाँझो राखिदिएको छन् तर त्यही पनि उसले टन्न खान्छन् मस्तले बसेका छन् कि अब हेर्नु हाम्रो खेत छ घर छ बारी छ सब कुछ छ तर हेर्नु यहाँ यस्तरी काम गर्नु पर्यो के गर्ने गाई चाहिँ यार अब देशै उस्तै भइसकेपछि ठाउँ नै उस्तै भइसकेपछि अब के भन्न सकिन्छ त होइन अब हुनु त अब हामीलाई पनि मन थियो यस्तै गरी बसेर खेत केही नलगाएर खेत कुछ नलगाएर मस्तले बसेर खाने अब के गर्ने भएन दुःख गरिरहनु परिरहेको छु गाई केही छैन गरम के हुने रहेछ दुःख चाहिँ गर्नु नै पर्छ जहाँ पनि चाहे जसले पनि यिनीहरूले पनि दुःख नगरेर त थोरै नै यसो सुखमा बसिहालौँ र अलिअलि कहीँ न कहीँ त हरेक मान्छेको हरेक पीडाहरू हुन्छ हरेक दुःखहरू हुन्छ नि त भइहाल्छ दुःख यार सो त्यसैले यस्तो गाइस हेर्न सक्नुहुन्छ के कस्तो बबाल बसेर छ कि अनि यो रुख छ नि यो
यो यो चाहिँ काजुको रुख हो के। यसको जुस हुन्छ होइन, यसको रक्सी पनि हुन्छ अनि काजु पनि हुने भयो र जुस पनि हुन्छ कि यसको जुस पनि होइन। यसको चाहिँ भला आकारको हुन्छ कि भला, तपाईँले थाहा पाउनुहुन्छ होला। त्यो भलाको चाहिँ माथि ठेप्नु हुन्छ कालो, अनि पछि तल त्यो पहेँलो फल हुन्छ, त्यो पहेँलो फल खान्छौँ हामी ठेप्नु फालेर। यहाँ चाहिँ के हुन्छ तल त्यत्रै खाले हुन्छ फल हुन्छ कि त्यो तल रातो रातो खाले हुन्छ, यता अलि ठुलो हुन्छ, त्यो यत्रो हुन्छ, त्यो अलि ठुलो हुन्छ। अनि त्यो माथिको चाहिँ काजु भएको त्यो सेतो हुन्छ, त्यो माथिको काजुमा काम लाग्ने भयो, तलको जुस भयो है। अनि पछि त्यो जुस पनि हुन्छ, त्यो रक्सी पनि हुन्छ, त्यो काजुको दुइटै हुन्छ कि। आमा चाहिँ सोध्नुहोस्, मैले त्यो एकचोटि यहाँ होटलमा लिएर आएको थिएँ काजु आइने सिजनमा। अब त सकिन लागिसक्यो क्या, पहिले नै 2-3 महिना अगाडिको कुरा हो। त्यो बेलामा मलाई काजुको जुस पिलाइदियो कि आमा त यति कडा थियो नि, त्यो भित्र निल्नलाई पनि मैले सोचेँ कि के हो रक्सी खुवाइदिनु लाग्छस्, डराएँ कि मलाई। यति कडा कुरै छोडिदियो कि अब झन् त्यो यस्तो कडा छ भनेपछि रक्सी त झन् के होला। अहिले मैले सुने अनुसारले त काहीँ छैन, रक्सी त जति खायो भने गऱ्यो, जति खायो अनि पछि पुरा बाटोमा यस्तै हावामा हिँड्नुपर्छ, झन् झ्याप दिन्छ अरे के। त्यो खाँदै छैन, तर मैले सुने अनुसारले खाए मान्छेले भने अनुसारले भनेर हो, जति खायो ती झ्याप दिन्छ अरे क्या। सो म चाहिँ अहिले यत्रो बाहिर आइसक्यो, उहाँ पछाडिबाट आइसक्यो। अहिले चाहिँ म ठ्याक्क रोडमा पुग्ला छु, ठ्याक्क रोड त्यहाँ छ। सो अब चाहिँ म तपाईँलाई अब रोडबाट जाँदाखेरि भेटेछु है त गाइस। अहिले चाहिँ म बाटोमा आइसकेँ, हेर्नुहोस् भन्नु सक्छ। पछाडिको भ्यू चाहिँ बबाल देखिएको छ होला है, अगाडिको भ्यू पनि एकदम बबाल देखिएको छ कि। यो होटल चाहिँ एकदम बबाल देखिन्छ कि राति नाइटमा। फेरि नाइटमा कहिले म 2 बजेदेखि 2 बजे काम गर्न जान्छु, अनि 2 बजे काम गर्न गएर 11 बजे आउँछु नि त। 11 बजे आउँदा चाहिँ यही बाटो आउनुपर्छ गाडीमा, अनि त्यो बेलामा चाहिँ यस्तो बबाल देखिन्छ नि। आजभोलि चाहिँ पहिला झिलिमिली के हुन्थ्यो नि, तागेको थियो, आजभोलि चाहिँ सकिएको रहेछन्, तानेको छन्, तानिसकेका रहेछन् गाइस। अहिले चाहिँ मलाई यस्तो गर्मी भइरहेको। सो अब चाहिँ म तपाईँलाई रुममा गएर भेट्नेछु है त, किनभने यहाँ मलाई अलि मोबाइल ठेलाएर गाह्रो भयो कि गर्मी पनि यति धेरै छ। हेर्नु न माथि बबाल धेरै गर्मी छ कि, त्यही भएर चाहिँ पसिना पनि हेर्नु सक्नुहुन्छ, डह्रो पसिना आयो होला नि। त्यसरी चाहिँ म अब जान्छु गाइस। अहिले चाहिँ म रुममा आइसकेँ है, रुम चाहिँ माथि हो यसको उता, यही माथि हो मेरो चाहिँ रुम। सो गाइस म चाहिँ अहिले आइसकेँ रुममा। सो पसिना भइरहेको छु है, कस्तो थकाइ पनि लागिरहेको छ। अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई। सो अब जाँदा एउटा सब्सक्राइब पनि गरिदिनु है त। सो लाइक सेयर सब्सक्राइब गरिदिनु है त।